त्यो कुरा पनि ठिक छ ल मैले माने होइन त्यसको पर्सनल कुराहरू होला ल ठिक छ मैले माने तर हामी मात्र हस्लर हो हामी मात्र ऱ्यापर हो हाम्रो म्युजिक मात्र खतरा हो होइन अरू मुजी झारे बच्चाहरू हो भन्ने खालको कुराहरू गरेको ला हामी झारे बच्चा हो मुजी त्यो कुरा होइन नि त अनि त्यही कुरा चित्त नबुझ्या हो क्या तैँले भने नि नराम्रो होइन होइन तैँले टु बी वान दियो त्यो पनि ठिकै हो बेर्यो भन्ने सक्छ यता सुन्न तिनीहरूसँग त्यत्रै आँट त्यसलाई मुजी 5 लाख चाहेर त्यो मुजी जिन्दगी भर पुग्छ भने दिउँला के छ र त्यस्तै मुटु भएको भए त्यसले लामो ल आइज सिंगल खेल्दिउँ न त ल भेट्दिउँ न त भनेर त्यसले मलाई इन्भाइट गरिदिन्थ्यो हामी दुईजना यहाँ ऊ टाइपको हुन्छ नि त्यसलाई मारिदिन्छु यताउति ल मलाई मुजी 2 जना द्या भयो म 2 जना त्यो 1 जना भए भयो मैले के हुन्थ्यो कुरा ल तिमीहरू पनि 2 जनै आइज न भेट्दिउँ 2 जना होइन टाइट हुन्छ नि त टाइटमा खेलौँ न त्यो लुजमा मुजी सोलोलाई 2 जनाले त मुजी ल पित्लामा मारो मुजी हामीले नि 1 जना 2 जनै घाइते होला थोप्रा सोप्रा फुट्ला एक सर्टमै मुख फुट्ला होइन अब त्यो मुजी स्ट्रिट हामी फाइट भनेर त्यो मुजी बोक्सिङ सोक्सिङ रिङ मात्रै भन्ने हो मारो फेरि बाङराङ सुरुमा 1 जनालाई हान्यो जसलाई हान्यो त्यसलाई छोड्दै नछोड्ने होला मेरो पोइन्टको कुरा पनि 1 जनालाई हान्यो नि हामीले त रेडी हो ल रेडी गरमा त्यसले नचिनेर त्यसले राम्ररी चिनाइरहेको रहेछ क्या कस्तो खालको मान्छे हो भनेर होइन अनि त्यसले पछिबाट रियलाइज पनि गर्यो होला ठिक छ होइन यताउति अनि ग्वालाले भोलकुक भाइलाई फोन गरेर यताउति मिल्नुपर्छ भन्ने खालको कुरा गर्यो ग्वालालाई नो हेड क्या ग्वाला बिचमा परेको मात्र हो क्या जोतमा बुझिनस् ग्वालालाई नो हेड क्या मलाई मेन प्रब्लम भनेको मैले भने के हो भन्दाखेरि होइन मैले भेट्यो भने झन् मुजी तैँले अब त्यो ग्वाला स्वाला यहाँ त्यो कुरा मलाई मतलब छैन रिसिभी पर्पल ग्याङ को हो सबैले भेट्छ होला त्यही हो ल फेर्ने भयो फेर्ने हामी पनि स्ट्रिटमा हुर्क्या हो मुजी जमाना देख्यौँ मुजी पिताई खाएर नि हुर्क्या पितेको पनि हो मुजी फेर्ने भयो फेर्ने हो अनि त्यसको भाइरले भनेको कुरा पचेन के हामी त्यसको भाइले के भने भुल्कीसँग म सोलो खेल्छु ए रणदीप छोरा त्यस्तै त्यसको दाइहरू जस्तै मुजी फेम पाएर कुरा मुजी हामी मुजी डराएर मुजी नचिनेहरूसँग खेल्दैन यहाँ लाएर कोही कुरा खेल्ने भयो जोसँग पनि खेलौँ न जसले मुजी बोल्यो अब भनौँ न ल त ऱ्यापर होइन एक्जाम्पल त ऱ्यापरै होइन तँलाई मैले मुजी तर म सिङ्गल खेल्नु खेल्छ खेल्दैन खेल्छ अनि मुजी त्यो हो नि त मुजी फाइनको कुरा आइज नि त हेरौँ एकसो त्यो मुजी कुकीको फेस देखा फेस मजाले चिनौँ त्यसलाई हामीले छोप्छौँ त देखेर यहाँ लाइफ साइड पनि हेरेर होला यसरी थोका देख्नु लाइजमा सिक्ने होइन हो कि होइन रियल हो तिनीहरूले फेक भने नि जे भने नि मतलब पनि छैन होइन मतलबै भएन क्या ल अब भेट्या बेला थाहा हुन्छ क्या बुझिनस् को रियल को फेक के गरे भनेर सोध्नु हामी 14-15 वर्ष उमेरमा मान्छे हो यो मुजी यो फक पर्सनल कज होइन फक पर्सनल बिफ होइन मुजी म त्यत्तिकै मिस्या हो मुजी त्यो हुन्छ नि त्यसको कुरै नपचेर मिस्या हो अहिले पनि भयो नि त पर्सनल अहिले त धेरै पर्सनल गइसक्यो त्यो पनि होइन धेरै पर्सनल गइसक्यो मैले मुजी म चुप लागेर बसेँ मैले मुजी छोड्यो भनेर त्यसले चुप लाग्यो त्यसले मुजी बोलाइ गरे होला होइन तर त्यसलाई भेट्छु म मजाले कुरा गर्छु होइन ढुक्कसँगले लाइभ आउँछु त्यसकैबाट त्यही हो मार्च
अरू केही पनि होइन। त्यसलाई भेट्छु म, भेटेरै कुरा गर्छु क्या। त्यसलाई भेट्छु क्या, एनी भेट्छु। त्यसले लोकेसन मलाई सेयर गरोस् होइन, त्यसले त्यस्तै हो भने ल, त्यस्तै खतरा हो भने त्यसले मलाई लोकेसन सेयर गरोस् होइन, ल यहाँ आइज भनेर भन्नुहोस्। काठमाडौँ एरिया जहाँ बोलायो त्यहीँ आउँछु क्या म। काठमाडौँ एरिया जहाँ बोलायो त्यहीँ आउँछु, त्यसकै घरमा बोलायो भने घरमै आउँछु। त्यही त तिनीहरूलाई एक्जाम्पल दिन्छु अझ यो एउटा होइन, हेरिरह होला मुजीले होइन, मुजी त आउनै पर्दैन के मुजी तिनीहरूले थाहा छ छैन भने हामी कस्तो स्ट्रिटमा हो क्या मान्छे। जमानादेखि मुजी के गर्यो होइन, अहिले आएर सुध्रियो। हामी यस्तो हो कि सुजन, यहाँ सुन्नु कुरा एउटा मुजी अहिले के हो, हामीले मुजी जमानामा यहाँ केटाहरू स्ट्रिट बोकेर जाँदाखेरि त्यतिखेर त्यस्तो चलपल पनि थिएन के। मान्छे गयो मुजी चुनावमा दाई अनेक थरी, अब यहाँ चक्रे सक्रे यहाँ रे कुकुरे होइन, त्यस्तोमा गयो मुजी डनहरै भेट्न आउँथ्यो। मुजी हामीले नि अब त्यो मुजी यो कुरा मुजी सानमा छोरा पनि होइन, रियल कुरा हो होइन त। चुनावमा गयो मुजी दाईहरूले धेरै मुजी ल मुजी चुनाव पर्दा ल पारो भनेर मुजी जस्तो केसमा नि छुटायो, भरोसा गर्यो, लास्टमा लाएर देखाइदियो के। त्यही हो, तिनीहरू मुजी राम्रो भयो, हामीलाई मुजी खुवाइ पार्थ्यो। भाइ मुजी पैसा हेर्ने कि काम हेर्ने? काम हेर्ने हामी, काम राखिदिनु दाइ, हामीलाई पैसा चाहिँदैन। अहिले मुजी यो फुच्चेहरू मुजी त्यस्तैमै तम्सिरहेछ के। यिनीहरूले के भनेको छ हेर्न जी, यो केही पनि होइन, बुल्बीलाई फाइदा हुन्छ। गीत झिक भन, ढोड्याङ्की ड्याङ अहिले पक्र भन, युट्युबबाट खतरा पैसा आउँछ होइन, यो फेम पाउनुको लागि गरिरहेको हो, हामीले पैसा कमाउनुको लागि गरिरहेको हो भनेर भनिरहेका ग्वालाले होइन। मुजी पैसा हामीलाई मतलब छैन क्या, पैसा हुन्छ नि मुजी। पैसामा तिनीहरूले ऱ्याप मात्र हान्छ होला, हामीसँग धेरै कुराहरूको सिप छ क्या। हामी मुजी तिनीहरूले सोचिरह होला म ऱ्यापर मात्र हो, हुन्छ नि, म ऱ्यापर मात्र हो, म मुजी लेख्छु मात्र, मैले मुजी माइकमा मात्र गर्छु भन्ने खालको कुराहरू सोचिरह होला। म मुजी ऱ्यापर मात्र होइन क्या, मसँग धेरै मसँग अरू कामहरू पनि छ, धेरै कुराको नलेज छ क्या। हो दाइ, त्यही भएर त होइन दाइमा तिनीहरूलाई त हामीसँग बोल्नु पर्यो क्या दाइ। तिनीहरू पर्पलहरू दाइमा ढुक्क हो पर्न बाहिर जङ्किरहेको छ होइन दाइ। म त दाइ सिधा कुरा होइन दाइ, त्यसको बाहिर तपाईँले भनेको थियो नि दाइ 1 लाख दिने मै भेट्छु नि दाइ, पैसा बिना दाइ माछ म भेट्छु भने दाइ, सिधा कुरा दाइ। हाम्रो भाउजू छेउमा छ, सरी एन्ड सरी सरी दाइ छेउमा छ होइन दाइ होइन, तर दाइ पैसा म भेट्छु दाइ। त्यो फुटो जसले तपाईँलाई जसले त्यो पर्पलहरूको भाइले भनेको थियो नि दाइ, पैसा दिए त मै भेट्छु दाइ, पैसा बिना दाइ म भेट्छु दाइ। ल तिनीहरूले त्यो चाहिँ भन्नु पर्यो हो क्या। लमा त्यस्तै आँट भएको भए लमा भिडौँ न त, पैसा बिना भेटौँ न त, लमा रिङमा होइन मुजी स्ट्रिटमा भेटौँ न त भनेर भन्नुपर्ने हो क्या। अनि मुटुई छैन के, मुटुई छैन। त्यो भनेको भए लमा काठमाडौँ जहाँसुकै क्या, जहाँसुकै मुजी त्यो बसेको ठाउँ इमाडोल होइन, ल एयरपोर्टमै भेट्दिउँ होइन। त्यो अहिले कता स्वयम्भू साइडतिर जेनको स्टुडियोतिर आउँछ बेला बेला होइन, र त्यहीँ बोलायो भने पनि त्यहीँ पनि भेट्दिउँ। बौद्ध भेट्यो भने बौद्धमा पनि भेट्दिउँ क्या, जहीँ पनि क्या, जहीँ पनि भेट्दिउँ न। पैसा 5 लाख रुपियाँ म दिँदा पनि दिँदिनँ होइन, त्यस्तो चिक्नेहरूलाई बोधी हान्नको लागि 5 लाख रुपियाँ तिर्नु मैले। जस मैले भनिदिएको तिनीहरूले कस्तो रियाक्सन गर्छ भनेर भनिदिएको, तर तिनीहरू ल 2 जना हामी रेडी छौँ, 2 जनै रेडी छौँ भने उस्तै आँट भएको भए लामो एक्लै आइज ल म मात्र रेडी छु भनेर भन्नुपर्ने हो नि त। त्यसमा तेरो नि गल्ती भयो नि त अनि सुझाउन। मेरो गल्ती छँदै छैन क्या, बुझिनुहोस्। तिनीहरूले जो पाए त्यसलाई जे पाए त्यही गरिरहेछ। अहिले 3टा अप्सन दिए तैँले, मुझे याद छ छैन? 3टा अप्सन दिए तैँले। 3टा अप्सन दिया हो ल, स्ट्रिटमा भेटौँ न त ल भन्ने खालको कुराहरू पनि छ नि त। अनि स्ट्रिटमा भन्न नि तिनीहरूले मुजी के भनेको छ तैँले याद छ? के भने? स्ट्रिटमा आयो भने तिनीहरूका 4वटा ढुङ्गा हुन्छ, तका 2टा हुन्छ। तपाईसँग 2टा ढुङ्गा हुन्छ, याद छ छैन? 4वटा ढुङ्गा
लामो ढुङ्गा इटा इटा सिटा बोकेर झगडा गर्ने जस्तो लाग्यो क्या तिनीहरूलाई इटा मात्र इटा त बुझी जमानामा बोक्थ्यो क्या तैँले भन्नु पर्ने हो के यो मुजी हामीसँग इटा हुँदैन नि मुजी इटा हुँदैन क्या यहाँ हामीसँग काठमाडौँ इटा हुँदैन लामो इटा हुँदैन हात हुन्छ क्या हात मुजी तपाईँ एकचोटि काठमाडौँ आउनु न हानेर तर मसँगै पाइने आइज आउँदै काठमाडौँ आउँदै ल बस्नु म इनबक्समा भन्छु यो कुराहरू ढुक्क छर जेजोको नेप सुन म छर जेजोको अहिले जित्न त मेसी चाहिँ हाल्यो कहाँ मेरै जित्न सक्ने मेसी चाहिँ हाल्यो अब त्यो तोरीहरूले बुझेन होला हामीले के भने होइन नेवार बात सुन्छु तिमीले बुझाउनु पर्छ मुजी होइन भाइबार पक गरे के तिनीहरूको हामीलाई चिने नि होइन खोइ के हो भन्ने मलाई खतरा रिस उठेर आएको के जे भन्यो भने तिमीहरू त्यो बुझी लाइभ साइभ तिनीहरूको क्लिप्सहरू हेरेर तिमीहरू ठिस नखा न मुजी कहाँ मुजी रिसाएर हो कुल्फी भनेको त्यसको मुखमा 10वटा कुल्फी सँगै छिर्छ यता सुन तिनीहरूले के लाइभमा बसेर लामो तिमीहरूलाई रिस उठ्छ मलाई त हाँस उठ्छ क्या तिनीहरूले बोलेको देखेर क्या त्यही अब जसले नि भन्छ त्यही लाइभमा आएर हामीले भन्यो 4 दिन कुरा हामीले होइन जोस आइरहेछ मुझे जोसमा यहाँ आउँ चिलगङ्गामा 20 जना केटाहरू भएर बुल्फीहरू भयो यहाँ आउँ होइन जे पनि रन्दिएको 20 जना होइन 30-40 जनाको एकैचोटि कुल्फी भेट्छ तँलाई बुल्फीलाई कुल्फी भने नि त्यो फेरि कुल्फी आफ्नै भाइ पर्छ ढुक्क हो बुझी भेट्दिउँ न भेट्दिउँ जहाँ पनि मलाई डिओम हाने हुन्छ होइन त्यसले ल आइज यो ठाउँमा आइज भनेर भनौँ भने म ढुक्क आइदिन्छु क्या जहाँ पनि क्या बोला होइन तैँले एक ठाउँ फिक्स गर लाइफ साइड पनि हेरेर त पुगै होला नि तिनीहरू कहाँ आज एक दिनको मात्रै लाइभ हो फेरि दिन डेली होइन हामी तिनीहरू जस्तै दिन डेली नि आउँदैन आज कहाँबाट चरा हेर मुजी रिस पनि उठ्यो होइन फेरि मुजी सबजना हाम्रै पछि होला होइन कि नहोला त्यो थाहा भएन तर दिन डेली चाहिँ होइन त्यो मुजी अघि छिटो नबुझेर चाहिँ आएको हो हामीलाई त्यति मात्रै हो लाइफलाई सूचना दिएको हो के हो सूचना खबरदार मुजी हो कि होइन खबरदार होइन मुजी हामीसँग के भन्नु फर्स्ट टाइम हो मुजी फर्स्ट टाइम मुजी त्यसले मलाई छुनको लागि अगाडि 10 जना केटाहरूलाई छुएर आउनु पर्छ क्या बुझिन त्यही त हो नि त्यही भएर त त्यसले बुझ्नु पर्यो म्याच छिने त्यो मुजी अरूले लाइभमा आएर त्यो मुजी तिलगङ्गा सिलगङ्गा भनेर म्याच छिन ढाकिदिने होइन म्याच छिने आफ्नो केटाहरूलाई मुजी ढाकिदिने होइन अरूले मुजी होइन त्यति मात्रै बुझ मुजी अरू केटाहरू म्याच छिने नटभए रन्डीको पनि बबालै हुन्छ म्याच छिने तिलगङ्गाबाट म्याच छिने काठमाडौँ हो मुजी हामी रियल सिट हो मुजी हामी म्याच छिने तिलगङ्गामा बस्छौँ म्याच छिने अरू जोसुकै आओस् रन्डीको छोरा कहाँ आउने हो म्याच छिने आइ नै पाल छैन म्याच छिने होइन मुजी हामीलाई गिरायो भने चाहिँ मुजी हामी चुप चाहिँ बस्दैन रन्डीको पनि त्यति मात्रै हो कि होइन सुजन म त चुपो लागेर बसिरहेको क्या बुझिनस् चुपो लागेर बसिरहेको क्या कति चाहिँ भन्दो रहेछ ल मुजी हेरौँ न त भन्ने हो क्या हामी त्यसरी भनिराख्दैन क्या मुजी त्यसरी भन्न पनि आउँदैन क्या